उता गरेको कामहरु पनि देखाउ है। अनि हो यो त अनि दाजु हाम्रो बाटो त हिँड्ने ठाउँै थिएन हैन? यो त नसोचेको काम भइरहेछ आज हैन। आजको जस्तो खुसी चाहिँ यो नसोचेको थियो, कहिले पनि सोचेको थिएन यस्तो चाहिँ हैन। हामीले पनि बनाउँछु भनेर चाहिँ सोचेको चाहिँ थियो, तर यत्रो ठुलो बृहत चाहिँ हामीले सक्दिन थियौँ। महिना दिन लाग्थ्यो, तर एकै दिनमा हाम्रो यहाँ भाइहरुको हाम्रो सबैजनाहरुको श्रमदाताहरुको सहयोगमा धेरै सहयोग पायौँ। आज यत्रो काम बनेको छ, एकदमै खुसी छु। यो खुसी त अब साध्यै छैन। म बुढो मान्छे त काठमा यहाँनिर भनेर साध्यै छैन। धेरै खुसी छु। धेरै धेरै धन्यवाद छ हाम्रो भाइहरु, हाम्रो यो माइलो देवन भाइ, हाम्रो कान्छा बालकुमार, हाम्रो भाइ, हाम्रो मित्रहरू सबैजना, श्रमदाता हाम्रो सुशील भान्जा। आजको श्रमदाताहरूलाई सबैभन्दा विशेष धन्यवाद दिनुपर्छ हैन। दियो धन्यवाद। भिकुनामा रक क्लाइम्बिङ गर्नु परेन आज? परेन। अब पैसा कमाउनु परेन। भिरकुनाको मान्छे नभए भिर चढ्दै हिँड्नु पर्थ्यो हैन दाजु? विकास त गरि हिँडेकै हो, तर कस्तो खालको अलिकति उयो भएर साथै अलिकति विनाश पनि आएको हो। विकास यसलाई पनि हामीले अन्यथा सोध्नु चाहिँ हुँदैन। रै पनि अलिकति हाम्रो त यो भूगोलले ठगेको ठाउँ भएर धेरै विनाश भएको थियो, तर अब यो श्रमदाताहरूको सहयोगमा यस्तो राम्रो काम बन्यो, घर बाटो बन्यो है। खुसी छौँ। यो चौतारा तपाईँको एकै घन्टामा बन्यो है। यो चौतारा हेर्नु त। अनि यहाँ चाहिँ 1 घन्टामा बन्यो हैन? यो चौतारा एकै घन्टामा यो बन्यो। अब मान्छेको बल पुग्यो भने के हुँदैन रहेछ भन्ने कुरा चाहिँ यहाँ प्रमाणित हुन्छ। अनि अघि हो हाम्रो उयोले के भन्दै हुनुहुन्थ्यो, कति दिन चाहिँ कति घ्याम्पा जाँड सक्दा मात्रै कति दिन भात खाने, कति घ्याम्पा जाँड खाने। अनि धन्यवादको साथमा हामी चाहिँ एकदमै खुसी छौँ है। अब भोलिदेखि मेरो लगायत सबै मेरो गाउँघरको सबैजना बच्चाहरू भोलिदेखि स्कुल जान्छ। अहिलेसम्म स्कुल जान पनि सकेको थिएन बाटोघाटोको समस्याले गर्दा। अब भोलिदेखि चाहिँ बच्चाहरू पनि स्कुल जान्छ। अब खुसीको त कुरै नगर्नु। अब हाम्रो 4 नम्बरको अध्यक्षज्यूले चाहिँ उहाँको नेतृत्वमा यो टिम आइराख्दाखेरि तपाईहरुले यो चाहिँ कसरी देख्नुभयो? यहाँनेरि भिरकुनाको टिम उताको टिम चाहिँ हिँड्नै नसक्ने स्थिति रहेछ भन्ने चाहिँ त्यो पनि एकचोटि प्रस्ताइदिनुहोस् न। त्यस पछाडि चाहिँ यस्तो आनन्द आउँथ्यो कि हैन? यो ठाउँमा चाहिँ अब हामीले साथीहरूले एकदम डोजरले बाटो खनेर बाटो बिग्रेको छ, हिँड्न नसक्ने अवस्था भइसकेको छ भनेर हाम्रो साथीहरू सल्लाह गरेर चाहिँ आएर आज हामीले यो काम गरेको छौँ। र अरू हाम्रो वडाभित्र कतै अरू ठाउँमा पनि केही यस्तै समस्याहरू छन् भने हामी यहाँहरूको लागि एकदम तत्पर सहयोग गर्न एकदम सहयोग गर्नेछौँ। यहाँहरूले हामीलाई जानकारी दिनुहोला। त्यसको लागि हामी एकदम यहाँहरूको सूचनालाई यहाँले सूचना गरेअनुसार हामी आएर हाम्रो वडा कमिटी लगायत सम्पूर्ण श्रमदाताहरू श्रम गर्नलाई आउनेछौँ भन्दै म आज हामीले यस श्रमदान गरेका छौँ। यस अब हामी छुट्न लागिसक्यौँ। हस् हुन्छ अध्यक्ष। अनि तपाईँले पनि केही भनिदिनुहोस्। मैले त के भन्ने, अब सम्पूर्ण साथीहरूले भने है, विशेष आजका श्रमदाताहरूलाई पुनः फेरि भने धन्यवाद दिन चाहन्छु। अब यो नसोचेको काम पनि हुँदो रहेछ जनशक्तिबाट भन्ने कुरो चाहिँ प्रुभ भएको छ भन्दै मेरो 2 शब्द। लु काका अन्तिममा के भन्नुहुन्छ? लु सबैलाई के लाग्छ भने म बुढो मान्छे नि आएँ, मेरो यो सबै साथीभाइले यो बाटो अप्ठ्यारो हुँदाखेरिको सबैजना आएर चाहिँ गरिदिएको म धन्यवाद दिन्छु। धन्यवाद भन्नुहुन्छ। खुसी हुनुहुन्छ? खुसी छु, एकदम खुसी हुनुहुन्छ। म बुढो मान्छे हिँड्नै नसक्ने ठाउँमा यो बनाइदिँदाखेरिको सबै टोलको साथीभाइलाई म किनभने धन्यवाद दिन्छु। राज्यको लगानी हुनुभयो यहाँनेरि थोरै पैसाले हुँदैन थियो? हुँदैन थियो। यति एकै दिनमा पनि हुँदैन थियो। अब यो 1 घन्टामा बन्यो। अब यहाँ यी बुढो मान्छे नि लाग्यो, यी भाइहरू नानीहरू सबैजना चाहिँ यहाँ आएर चाहिँ गर्दाखेरिको मलाई धेरै खुसी लागेर मलाई धन्यवाद दिन्छु। हुन्छ, सबलाई धन्यवाद। सोल्टी लु हाम्रो इच्छा र सोल्टीले नि 1-2 शब्द दिनु पर्यो। लु ठीक छ।
विशेष धन्यवाद चाहिँ हाम्रो संस्कृति पार्टीको वडा नम्बर 4 को वडा अध्यक्ष अथवा वडा कमिटी साथीहरूलाई विशेष धन्यवाद दिँदै अब हामीलाई त विशेष आवश्यकताको बाटोलाई खुलाइदिएकोमा धन्यवाद त्यति मात्रै भन्छु म चाहिँ है। हुन्छ ल हाम्रो श्रमदाता दाजु हुनुहुन्छ केही अब हामी त के भन्नु सबैजना मिलेर एकजुट भएर काम गर्नु पायो त्यही खुसी छ गर्दाखेरि हुन्छ हुने रहेछ भन्ने कुरा चाहिँ हुँदैछ ल हाम्रो अदिलज्यू मैले त के भन्नु त अनि ल जे छ राम्रो भइरहेछ होइन अब सबैजना भेला भएर काम सफल गरे त्यही त हो नि गर्दाखेरि हुने रहेछ ओके ल हुन्छ